प्रवासीको सन्देश प्रायोजक बराह ज्वेलरी धरान, काठमाडौँ, पोखरा र लन्डनमा। स्वस्तिक गेस्ट हाउस पश्चिम लाइन इटहरी। प्रोटोकल एजुकेसन नेटवर्क दिल्ली बजार काठमाडौँ। फोन 44233952। हरित बचाउ अभियान नेपाल नयाँ बानेश्वर काठमाडौँ। स्वस्तिक गेस्ट हाउस पश्चिम लाइन इटहरी। एसी डिलक्स रूम, सेमिनार हलका साथै आरामदायी गेस्ट हाउस। आफ्नै गेस्ट हाउस स्वस्तिक गेस्ट हाउस। फोन 4255877277। मोबाइल 9842035840। 2052 सालदेखि धरानमा। 2060 साल काठमाडौँ हुँदै 2065 लन्डनमा। र 2067 बाट पोखरामा पनि। विश्वासको प्रतीक बराह ज्वेलरी अब धरान, काठमाडौँ, पोखरा र लन्डनमा। नमस्ते दर्शकवृन्द, कार्यक्रम प्रवासीको सन्देशको यो नियमित श्रृंखलामा यहाँलाई हार्दिक स्वागत छ। वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली मुस्लिमहरूको साझा चौतारी प्रवासी नेपाली मुस्लिम समाजको प्रथम महाधिवेशन विभिन्न कार्यक्रमका साथ हालै दुवामा सम्पन्न भयो। यो इस्लामिक भूमिमा जातीय पहिचानका लागि खोलिए तापनि समुदायको हक हितका लागि र समाज सुधारका विभिन्न कार्यक्रमहरू गरेर साबासी कमाएको यस संस्थाले डोहाबाट दहेज दाइजो प्रथाको उन्मूलनको अभियान सञ्चालन समेत गर्दै आएको छ। दोहाको एक होटलमा आयोजित प्रथम अधिवेशनमा प्रमुख अतिथिका रूपमा कतार स्थित नेपाली नियोगका प्रमुख डाक्टर सूर्यनाथ मिश्र हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा पाकिस्तानी समुदायका नेता अशरफ को उपस्थिति रहेको थियो। समाजका संस्थापक अध्यक्ष मकसुद आलमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। स्थापनाको छोटो समयमा नै संस्थाले उल्लेख्य कार्यहरू गरेको प्रतिवेदनमा व्यक्त गरिएको थियो भने अध्यक्ष मकसुद आलमको आर्थिक सहयोग संस्थामा उल्लेख्य रहेको थियो। कतारका विभिन्न स्थानमा कामको सिलसिलामा रहेका मुस्लिम वर्गको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रममा समाजमा योगदान पुर्याए बापत विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। कतारमा लगातार 25 वर्ष बिताउनु भएका तनहु निवासी करिम मियालाई यस कार्यक्रममा विशेष सम्मान गरिएको थियो। साथै कतार स्थित पत्रकारहरू समेत सम्मानित भएका थिए। यसैबीच यो संस्थालाई कतार सरकारले समेत मान्यता दिएको छ। प्रवासीको सन्देश प्रायोजक बराह ज्वेलरी धरान, काठमाडौँ, पोखरा र लन्डनमा। स्वस्तिक गेस्ट हाउस पश्चिम लाइन इटहरी। प्रोटोकल एजुकेसन नेटवर्क दिल्ली बजार काठमाडौँ। फोन 44233952। हरित बचाउ अभियान नेपाल नयाँ बानेश्वर काठमाडौँ। 2052 सालदेखि धरानमा। 2060 साल काठमाडौँ हुँदै 2065 लन्डनमा। र 2067 बाट पोखरामा पनि। विश्वासको प्रतीक बराह ज्वेलरी अब धरान, काठमाडौँ, पोखरा र लन्डनमा। स्वस्तिक गेस्ट हाउस पश्चिम लाइन इटहरी।
एसी डिलक्स रूम, सेमिनार हलका साथै आरामदायी गेस्ट हाउस। आफ्नै गेस्ट हाउस स्वस्तिक गेस्ट हाउस। फोन 425-587-277, मोबाइल 9842-035-840। नमस्ते दर्शकवृन्द, कार्यक्रम प्रवासीको सन्देशको यो नियमित श्रृङ्खला यहाँलाई हार्दिक स्वागत छ। सदा चाहिँ आज पनि कतारमा बस्ने नेपालीहरूका विभिन्न जानकारीपूर्वक सामग्रीका साथ हामीहरू उपस्थित भइसकेका छौँ। मध्यपूर्वमा रहेका नेपालीहरूको वर्तमान अवस्था र उनीहरूको दैनिकीलाई विभिन्न तरिकाबाट प्रस्तुत गर्दै जाने क्रममा आज हामी दोहा कतारमा रहनुभएका नेपालीहरूको अवस्था, उहाँहरूको समस्या र समाधानका उपाय नामक एउटा विशेष अन्तर्क्रिया कार्यक्रम यहाँहरूमा प्रस्तुत गर्न गइरहेका छौँ। आज हामीले लामो समयसम्म दोहा कतारमा रहेर विभिन्न सामाजिक एवं व्यवसायिक गतिविधि सञ्चालन गर्दै आउनुभएका नेपाली समाजका अगुवासँग कतारमा रहनुभएका नेपालीहरूको वर्तमान अवस्था र उहाँहरूको समस्या र समाधानका उपायहरू शीर्षकमा एक विशेष अन्तर्क्रिया लिएर उपस्थित भइरहेका छौँ। सर्वप्रथम यस कार्यक्रममा उपस्थित हुनुभएका दोहा कतार स्थित नेपाली समाजका अगुवालाई कार्यक्रम प्रवासीको सन्देशमा हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकले यतिखेर हामीसँग हुनुहुन्छ गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सागर नेपालज्यू। दोहामा विगत लामो समयदेखि बस्दै आउनुभएको छ। सागरजीलाई कार्यक्रम प्रवासीको सन्देशमा हार्दिक स्वागत छ। धन्यवाद। कस्तो रहनु भएको छ कतारमा? कति जति नेपाली हुनुहुन्छ तथ्याङ्क? अहिलेसम्म सबैलाई थाहा भएको एक्ज्याक्ट फिगर हामी कसैलाई पनि थाहा छैन। तथापि हामीले 3 लाख भन्दा बढी 3 लाखदेखि 3,50,000 जति नेपाली पुग्यौँ र सेकेन्ड लार्जेस्ट कम्युनिटीको रूपमा नेपाली छ भन्ने कुरा चाहिँ यहाँको निकायहरूले नि भनेको कारणले 3 लाख भन्दा प्लस छ जस्तो लाग्छ। कस्तो अवस्था हुनुहुन्छ हाम्रो नेपाली दाजुभाइहरू? हिजो 90मा आउने नेपालीहरू पनि जुन स्थितिमा दुःख पाएको थियो, आज पनि केही पर्सेन्टले त्यो दुःख चाहिँ पाइरहेको छ। दुःख पाएको छैन भन्ने होइन, तर कतारको माहौल चाहिँ नेपालीहरूको लागि एकदमै राम्रो छ जस्तो मलाई लाग्छ र नेपालीहरूले प्रगति गरिरहेको छ भन्ने मैले महसुस गरेको छु। दर्शकले यतिखेर हामीसँग हुनुहुन्छ गैर आवासीय नेपाली समाजका संयोजक एवं व्यवसायी मन्त्री प्रसाद पाण्डेज्यू, जो दोहामा विगत लामो समयदेखि आफ्नो एउटा अल्फा द ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनी WLL सञ्चालन गर्दै आउनुभएको छ र कतारका नेपालीहरूलाई नजिकैबाट चिन्ने मौका पनि पाउनुभएको छ। र यहाँको मन्त्री सर, यहाँलाई कार्यक्रम प्रवासीको सन्देशमा हार्दिक स्वागत छ। धन्यवाद। र यो आफ्नो एउटा विश्लेषण गर्ने क्रममा एउटा बुझाइमा कतारमा रहनुभएको नेपालीहरूको वर्तमान अवस्था यहाँले कस्तो भन्नुभएको छ? हामीले केही साथीहरूले, नगर्ने साथीहरूले हामीले केही प्रगति गरेका छौँ यो ठाउँमा बसेर, तर हाम्रो जुन सङ्ख्याको आधारमा एकदमै न्यून अवस्थामा हामीहरू छौँ। हामीलाई ट्रेनिङ दिएर देशबाट पठाइँदैन। त्यसले गर्दाखेरिमा अवस्था के त भन्दा दुःख पाउने अवस्था। जब अनस्किल मान्छे स्किलको एउटा उद्देश्य राखेर आउँछ र त्यो एम पुरा गर्न सक्दैन भनेपछि समस्या सुरु हुन्छ त्यहाँबाट। र यो कम्युनिटीमा अहिले लगभग संसारका 20-25 कन्ट्रीका मान्छेहरू यही क्षेत्रमा काम गर्नुहुन्छ। अहिले विभिन्न क्षेत्रमा नेपालीहरू पनि काम गर्नुहुन्छ र सबभन्दा यिनीहरू मध्येको पिछडिएको वर्गमा हामी छौँ। त्यति दुःख लाग्छ।